पर्यो नि फोकस सेटिङहरुलाई आउँदैन तर स्पार ठिक हो अलिक भएन कसो भयो उज्यालो पायो त हेर हेर बोले लु खिच भन्दै रे खिचेकै छैन नि अन्त के सेटिङहरु मिलाउनु पार आउँदैन अलिअलि चाहिँ अब मिलाउनु पर्यो आफूले पनि काटकुट पारेर त्यसबाट अलिक राम्रो निस्किन्छ के हो योबाट ए खिचौँ न योबाट ए यता साइड पनि उज्यालो निस्किँदो रहेछ है उता उज्यालो लाइट आकाशले लु पालै गीत गाउने लु आउनेले गाउन त लु कसले गाउने हात उठाउ त नानाले पो होला है रेसिउले बनाउँछ है बनाउँदिन आफ्नो स्वर निकाल्न त फेरि अम्मी कहाँबाट सक्नु र नि सेफ्रिना छ नि गीत गाउने त यहाँनिर मेरोमा त्यो भाउजूले पठाएको पनि थियो एउटा गीत एलोभेरा रोप्नेहरू ऊ हेर न कतिको स्याहार पुगेको रहेछ सुनखरी डबल वाला त दामी हुन्छ नि यो अँधेरो हुनु आँट्यो ए विश्वासलाई जाडो बल्ला यो चाहिँ ठ्याक्कै यहाँ थिएछ यसो गरेर चाहिँ यहाँ लक गर्ने स्क्रु ड्राइभर दामी रहेछ कस्तो धुपिनी हो नि लैजाऊ एक दुईवटा लैजाऊ त्यही त के अरे युट्युबहरू पनि उड्यो कि अब चेन्जै गर्नुपर्छ पासपोर्ट त्यस्तो कुराहरू हुन्छ भन्ज्याङबाट चाहिँ दिएको भए चाहिँ तल देख्दा पनि सब दिन मन लागेन किनभने टुरिस्टहरू त्यहाँबाट छिराउनु सक्छ क्या अन्त नेपालपट्टिबाट भनेको त्यस्तो टुरिस्टहरू आउने सम्भावना कम्ती आयो भने पाता यताबाट त अन्त उँभो प्याक हुँदाखेरि त उँधो झार्नु सक्थ्यो नि टुरिस्ट क्या यसो दिने भए त नि तल होमस्टेहरू नि चल्थ्यो नि फिसिङ त्यो फिसिङ भयो होइन यो साइक्लिङ केटाहरूको नेपाली ड्रेसहरू हो कस्तो दामी हुन्छ अन्त बिसन्चोहरू हुने बार्नु पर्नेहरूले हुन्छ नि उनीहरूलाई त खरै लाग्छ है लागेन भने चाहिँ हाल ल त्यहाँ छ धन्यवाद नानाले पकाएको कस्तो भएको नि त्यो फेरि नाना त जेसुकै गाडाङ गुडुङ खाने मान्छे हो कि अन्त अरूलाई चाहिँ अब बा मन परेन जस्तो लाग्छ सुँगुरै भन्ने हुन्छ मलाई त भन्दा जस्तो म यो चाहिँ फर्स्टमा हस्पिटलले देख्थ्यो नि त्यही बुन्नु थाक्यो होला नि त बिर्सिने रहेछ अब यो
कस्तो कन्फ्युज भएको यो चाहिँ यात्रा खै लेखेको छ त अन्त राति नै हो नि होइन फत्तै ननिकाल्न त्यसरी हेर्नु कुनको निकाल्ने काटेको हो यो पनि खानापछि यहाँनिर एकछिन ल रातभरको यो रातिको पनि ज्यादा रहेछ त रात खाली पेट यो त उयो फर्स्टमा याद गरेपछि याद भइहाल्छ बिहान बेलुका के छ त्यो त भनेपछि ए लाउँदैन बुनु के पनि लाउँदैन नि नुहाउने बेलामा चाहिँ लाउँछ होला नि त नुहाउने बेलामा पनि लाउँदिन त तेल त के जेलहरू पनि लाग्छ स्याम्पू लाउँछु हो अनि कन्डिसनर चाहिँ लाउँछु के नि त्यो चिया खाएर खाना पिछेको पनि खाइहाल्छ तपाईँ है एकछिनमा अन्त त्यो चिया खाइसकेर पुरा नै खाइराख्नु पऱ्यो फेर्नु त भएन नि त है होइन त्यो फेक्नु त फेक्नुपर्छ त्यो खानु त कि त्यो घरमा भएको एक दुई चल्छ होला कि त्यो झोल दबाई त खानु पर्यो नि त अन्त यो सेट मिलाएर दिएको मिल्दैन नि भात अब कस्तो होइन होइन ल लु सल्लाह गर है के हो दबाईको ल हाँस्दाखेरि त फोनै काम छ र ए अँ ल छोरी छामेको त ज्याकेटमा क्या नि यस्तो भोचे त हो भोच अनि भएर त्यहाँ त उयो पो रहेछ है डाक कोटाउने टिस्कुला पो रहेछ छिप्पेको बाँसको तिस्कुला पो भन्छ दाँत कोटाउनेलाई होइन म पो बुढी मान्छे जस्तो तिमीले भनेर पो थाहा पायो कति कुरा त सुनेको हुँदैन त म पो म पो अरे म चाहिँ सानो तिमी चाहिँ ठुलो जस्तो नि अब जे जस्तै भोट्ने रहेछ त्यसलाई भन्छ चाहिँ दाँत कोटाउनेलाई पनि त्यस्तै भनिदिएको मैले चाहिँ ए होइन यो तिस्कुला भन्ने त मैले नि याद थिएन त साँच्ची नै कता कता सुनेको कुराहरू ए आज बुनु त्यही त बुनु पो ठुलो जस्तो त्यसैले कोटाइ बस्ने भन्छ त्यो यो बुद्धि बाङ्ला उडेपछि अलिक अप्सन हुँदैछ हौ दाँत बेसी भएको जस्तो हुँदैछ त्यो बानी नभइन्जेल त्यस्तो भएको कसैको त उम्रिँदैन के हो है मेरो त उम्रिँदैन त हो र दाँतै बेसी भएको जस्तो बुढो भएर पनि हुन्छ है कतिवटा ए ढिलो उम्रेको रहेछ अरू कमजोर अरू बुढो भइसक्यो यता उता चेक गर्नु आमाको छैन दाँत कम्ती छ बुद्धि बङ्गा छैन बुद्धि बङ्गाएर त आमाको त बङ्गाएर कम्ती छ हड्डीहरू टोक्नु नि हो त एक सिंगल बङ्गारा दाँतमा त अलग्गै छ छैन नि निकै निकै ग्याप छ यता पछाडि चाहिँ अलिक चौडा खालको दाँत हुन्छ नउम्रेको हो कि नउम्रेको रहेछ हौ आफै आउँछ तलबाटै उछाल्ने निस्किन्छ नि डलरको खोज्छ कहाँ तल भन्छ उयो तल त्यो मात्रै कहाँ यो भुइँभरि छ पाइप बाटो खन्दै ओछ्याउँछ हौ के को पाइपहरू यहाँ त पहिलाको धेरै पहिलाको होला त्यो भित्ता ठुल्ठुलो त त्यसले के भयो त्यो भन्दा मुनिबाट चाहिँ खोला नै फेक्छ है उकालो बोलाउनु सुके जानु भन्छ आज होइन घुममा आज चाहिँ हिजो चाहिँ सुके ल अब भेट्दै गरौँ है बात मार्दै गरौँ ल भेट्दै पनि गरौँ